ओहो के छ खबर? नमस्कार नमस्कार। नमस्कार टङ्कजी, के छ? दिउँसै हिँडिदिनु भएको छ तपाईँ त, के हो? तपाईँ रातिमा हिँड्न कि क्या हो? होइन, सोधेको यसो। अनि कता जाँदै हुनुहुन्छ? म अहिले आकाश सरकोमा जान थालेको। ए आकाशमा नाथे, आकाशमा के जानु पर्यो? उहाँले तपाईँको कुरा काटेर म खतम छ। कुरा काटे कसको? मेरो? अनि कसको काट्ने त? मेरो कुरा काटे कसले? आकाशजीले नि। तपाईँ कस्तो कुरा गर्नुहुन्छ यार? साँच्चै कुरा हो, सबैले के भन कुरा काटे? के भन कुरा? कुरै छोड्नु न, के भनौँ के नभनौँ क्या यस्तो। आकाश अधिकारी तपाईँले को आकाश अधिकारी? आकाश अधिकारी यार, तपाईँको जिग्री होइन जहाँ अहिले तपाईँ जाँदै हुनुहुन्छ। होइन तपाईँ झुट हुनुहुन्छ। तपाईँ झुट हुन्छ। कस्तो मान्छे चिनेर कहिले कतै व्यवहार गर्नुहोस् कि, मान्छे चिनेर व्यवहार गर्नुहोस्। त्यो होइन, त्यो मलाई विश्वास लाग्दैन। विश्वास के? होइन, मैले सबैबाट सुनिरहेको छु तपाईँको कुरा गर्दै नराम्रो भन्दै कुरा अनि भन्दै हिँड्नुहुन्छ। तपाईँ भने आकाश 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 भनेर तपाईँ दिनदिनै जानुहुन्छ। मान्छे सोच विचार गरेर तपाईँले साथी सङ्गत गर्नुहोस् क्या। पक्का नै हो है? पक्का नै हो, सबैले त्यही कुरा तपाईँले गरिरहेको छ। सुन्नुभएको कि तपाईँले आफैले कल्पना गरेर भन्नुभएको? मलाई त्यस्तो किन कल्पना? तपाईँ गएर आफै भेटेर कुरा गर्नु न। म भेटेको बेला कुरा गर्छु। अहिले चाहिँ म गइनँ। अब तपाईँले बाटा हिँड्दाखेरि मुडै खराब गरिदिनु हो। ओहो आकाशजी, के छ हालखबर? कता जाँदै हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार नमस्कार। कता जाँदै हुनुहुन्छ भाइ? म त यसो हाम्रो टङ्क सरकोतिर लाग्दैछु नि अहिले। उहाँले आउँछु भन्नुहुन्थ्यो, अलिकति ढिला गर्नुभयो, आउनु भएन, त्यही भएर उहाँलाई उतै भेटौँ भनेर लाग्दै गरेको। ए टङ्कजीलाई भेट्न जाँदै हुनुहुन्छ? हजुर। के जानुहुन्छ क्या तपाईँको? किन र सर? तपाईँको कुरा काटेर कस्तो बेहाल बनाएको छ। ला के कस्तो कुरा के गर्नु भएर? कुरै छोड्नु, मैले अहिले भनिसाध्यै छैन, यस्तो बर्बाद छ के विषयमा? कस्तो? उहाँले त कुरा काट्नुहुन्न थियो पहिले पनि। तपाईँ के मान्छे साथी चिनेर कुराकानी गर्नुहुन्छ? होइन साँच्चै नै काट्नु भएको? साँच्चै हो। म अब अहिले भन्यो भने के भने, यस्तो यो पब्लिक एरियामा भन्न अलिक अप्ठ्यारो छ होइन? हजुर त्यस्तो हो र म त उहाँलाई त धेरै विश्वास गर्छु त प्रताप सर। त्यो त मान्छे तपाईँले हेरेर मात्रै विश्वास गरेर भयो नि, व्यवहारले कुरा। मुखनेरको ठिक्कै हो, बाहिर चाहिँ तपाईँको ब्याक बाइट गरेर पछाडि कुरा काटेर बसी साथी छैन। म जस्तो साथी बनाउनुहोस् क्या। के टङ्कजी भनेर हिँडिरहनु भएको छ? ल त्यसो भने अहिलेलाई म यहाँबाट फर्केँ। प्रताप सर तपाईँले मलाई यो कुरा सुनाउनु भयो। हाम्रो टङ्क सरले मलाई मेरो पछाडि त्यस्तो कुरा काट्नु भयो होला र? मैले त यो सोच्न पनि सकिनँ, निराश पनि भएँ अलिकति। कस्तो मन पनि छुट्टै खालको दुःख। पक्का उहाँसँग भेट्छु। अब सरले प्रताप सरले भने जस्तै साँच्चै त्यस्तो गर्नुभएको होला र? मलाई त्यस्तो विश्वास त लाग्दैन। कतै यो हाम्रो सम्बन्धलाई एउटा भत्कियोस् बिग्रोस् भन्ने कति त्यस्तो विचार त होइन। म जति सङ्गत गरेको छु र जति एउटा उहाँसँगको त्यो उहाँले म प्रति गर्नुभएको त्यो प्रेम स्नेहता र त्यो शालीनता सद्भाव छ, त्यो सम्झँदाखेरि उहाँले भनेका कुराहरूप्रति मलाई पटक्क विश्वास लागेको छैन। तर यद्यपि मानिस हो, कहिलेकाहीँ त्यस्तो केही मिसअन्डरस्ट्यान्डिङ पनि हुनसक्छ। भेटेर एकअर्काप्रतिको विचारलाई माझामाझ गर्नुपर्ने नै छ, त्यो मैले पनि गर्नुपर्छ। प्रताप सरले भनेको कुरो सही हो कि के हो, म कन्फ्युजमा छु यार। एकचोटि फोनै गर्नु पर्यो। हेलो आकाश सर, नमस्कार। नमस्कार। तपाईँसँग कुरा गर्नु पर्यो र बसेर सल्लाह गर्नु पर्यो। तुरुन्तै आइहाल्नुहोस् है त पार्कमा। तुरुन्तै आइहाल्नुहोस् है, 2 मिनटभित्रमा आउनुहोस्। म पनि फेरि बाहिर जानुपर्ने छ। ल है त, त्यहाँ आएर भेटौँ ल। हस् बाई। ल तपाईँले कल गर्नुभयो, मैले पनि कल गर्न लागेको थिएँ। टङ्क सर त्यहाँ तपाईँले भनेको लोकेसनमा आउनुहोस्। त्यहाँ अलरेडी प्रताप सर आइसक्नु भएको छ। हामी 3 जना बसेर कुरा गरौँ न त। साथीहरूले फोन गरेर त बोलाउनु भयो, पक्कै पनि मैले उहाँहरूको कुरा एक आपसमा कुरा काटेको थिएँ, कुरा गरिदिएको थिएँ। मेरो चाहना त्यो होइन, उहाँहरूको सम्बन्ध अझ प्रगाढ होस्, अझ सम्बन्ध होस् भन्ने मेरो चाहना हो। किनभने म पनि चाहन्छु सम्बन्ध चाहिँ सबैको राम्रो होस्, उहाँहरूको पनि राम्रो होस् भन्ने चाहन्छु। फोन गरेर बोलाइहाल्नु भयो, सबै कुराहरू भन्नु पर्ला। के हो तपाईँ त मेरो कुरा काट्दै हिँड्नुहुँदो रहेछ त बाटामा? मैले त्यस्तो काटेको छैन। मैले त ठुलो सपना देखाएको थिएँ, साथीसँग मित्रता गरेर ठुल्ठुलो बिजनेस गरौँला, राम्रो काम गरौँला भनेर सोचेको थिएँ। तपाईँ यस्तो ब्याकबाइटिङ गर्दै हिँड्ने के हो यो? कसले भने? मैले त्यस्तो कसले भने छ नि साथीहरू कसैले। अब अहिले चिनोफानो हुन्छ नि त्यो कुरामा, के हो यस्तो पनि गर्ने साथी भएर? त्यस्तो केही पनि छैन। त्यस्तो
म त्यस्तो केही पनि गरेको छैन। अनि के हो त कुरा नगरेको भए चाहिँ? कसले भन्यो तपाईँलाई? ओहो के छ हालखबर? ठिक छ सर, नमस्कार। के छ? नमस्कार 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 गुरु। नमस्कार नमस्कार। के छ, के गलफल्ती हुँदैछ यहाँ? के हो अब कुरा भनेको यहाँ खास उहाँ आइपुग्नु भयो ठिकै होइन, अब कुरा गर्नु पर्यो नि। के हो तपाईँ किन मेरो कुरा काट्दै हुनुहुन्छ म उहाँसँग? कुरै बुझेको छैन, खोइ कुरा काटे भन्नुहुन्छ। ए तपाईँहरू पनि कुरा काटेको होइन, मैले तपाईँहरूको सम्बन्ध कति राम्रो होस् अथवा सम्बन्ध सुमधुर होस् भनेर तपाईँहरूको एउटा ट्रायल एउटा जाँचेको मैले, ताकि कसैले तपाईँको बारेमा, तपाईँहरूको सम्बन्धको, तपाईँको रिलेसनको बारेमा कसैले अर्को पर्सनले चाहिँ तपाईँहरूको सम्बन्ध टुटाउनलाई हुन्छ नि, उसको ब्याकबाइटिङ गर्दै कुराकानी गर्दै आयो भने तपाईँले त्यो कसरी ह्यान्डल गर्नुहुन्छ भन्ने कुराहरू ट्रायलको रूपमा मैले गरेको थिएँ। त्यो चाहिँ मैले कुरा चाहिँ गरेँ। त्यस्तो चाहिँ कुरा कसरी हाम्रो मित्रताको बिचमा चाहिँ कसरी त्यस्तो कुरा ल्याउन सक्नुभयो त तपाईँले? होइन, त्यही त तपाईँले कसरी ह्यान्डल गर्नुहुन्छ त्यो होइन, उहाँले सम्बन्धलाई? कुरा काटेको होला, तपाईँ बनाउँदै हुनुहुन्छ जस्तो लाग्छ। होइन होइन होइन, भनेपछि तपाईँले परीक्षण गर्नुभएको? परीक्षण गरेको। भविष्यमा कसैले तपाईँहरूको सम्बन्धहरू जो छ नि, अहिलेको जो यो मित्रता छ नि, कसैले तपाईँलाई भाड्न खोज्दैछ तपाईँहरूको सम्बन्धको, तपाईँको व्यापारिक सम्बन्ध हुन्छ कि जे पनि एउटा छ नि साथीको सम्बन्ध, त्यसलाई भाँड्दै गर्दाखेरि तपाईँले कसरी ह्यान्डल गर्नुहुन्छ, कसरी ट्याकल गर्नुहुन्छ, कसरी कुन रूपमा लिनुहुन्छ भनेर मैले एउटा ट्रायल गरेर खोजेँ हो। तर राम्रो राम्रो एउटा तपाईँले चाहिँ हामीले त के सोचिरहेको थियौँ भने पक्कै पनि उहाँले कुरा काट्नुभयो होला भन्ने सोचिरहेको थियो। विशेष गरेर एकदमै तपाईँले पनि हाम्रो नजिकको मित्र भएर साथीहरूको प्रगाढ माया होस्, फेरि पनि सम्बन्ध अझै गाढा होस्, यस्तो कुनै बिचमा ट्याकल आओस् भने नआओस् भन्ने हिसाबले आइगए पनि समन्वय गरेर जान सकेको छ भनेर त्यो कुरा गर्नुभएको हो कि? एकदम हो तपाईँले भनेको कुरा, राम्रो कुरा। किनभने अहिलेको यो परिवेश जो छ नि, एउटा सम्बन्ध राम्रो हुँदै गर्दाखेरि अर्को मान्छेले के त उनीहरूको सम्बन्ध बिगार्नको लागि अनेक अभाव फैलाएर हुन्छ कि नराम्रो कुराहरू भन्दै गएर हुन्छ कि सम्बन्ध राम्रो भएको मान्छेले हेर्न चाहँदैन। त्यो कारणले गर्दा यो कसरी तपाईँहरूले लिनुहुन्छ, कुन तरिकाले लिनुहुन्छ भनेर यो मैले गर्न खोजेँ हो। तपाईँ मलाई खुसी लाग्यो मिठो परीक्षण गर्नुभएछ। त मिठो परीक्षण पनि कोसँग गर्नुभएछ भने जोसँग सम्बन्धहरू सुमधुर थियो र सम्बन्धको त्यो एउटा घनीभूत रूपमा दिन रात नै हामी सँगै हुन्थ्यौँ। तपाईँले जुन त्यो बीजारोपण गर्नुभयो सुरुमा, एक दिन त म निधाउन पनि निधाइन। साँच्चै आकाश सरले मप्रति त्यत्रो क्षेप्यास्त्र नै प्रहार गर्नुभएको होला जस्तो मलाई विश्वास त लागेको थिएन। र विश्वास तर फेरि उहाँका ती भेटघाटका केही अवयवहरू हेर्दाखेरि के हो अलिअलि मनमा शङ्का पनि लागेको थियो। र फेरि तपाईँले राखेका प्रश्नप्रति पनि मलाई पटक्कै विश्वास थिएन। र फेरि तपाईँले जुन एउटा सम्बन्धलाई घनीभूत रूपले एउटा मित्रतामा जोड्नको लागि र दीर्घकालसम्म एउटा चिरस्थायी बनाउनको लागि जुन अदम्य प्रयास गर्नुभयो त्यो साह्रै नै सराहनीय र महत्त्वपूर्ण छ। मानव सभ्यतामा विभिन्न किसिमका त्रुटिहरू हुन्छन्, त्यो त्रुटिहरूलाई चाहिँ समाधान गर्दै जानुपर्छ। तपाईँले जुन एउटा प्रयोगशालाको रूपमा हामीलाई लिनुभयो र परीक्षण गर्नुभयो, म निकै रोएँ, दिलभित्र धेरै रोएको थिएँ। किनभने हाम्रो सम्बन्ध चाहिँ यस्तो सम्बन्ध हो, नुन र मासुको भन्दा पनि अझै गाढा सम्बन्ध। हाम्रो नलीभित्रको रगत एउटै रगत जस्तो थियो। त्यसमा पनि यस्तो खालको करार आउला भन्ने थिएन। तर कहाँ मलाई यस्तो लागिरहेको थियो पक्कै पनि टङ्क सरले मेरो बारेमा कुरा गर्नुहुन्न भन्ने लागिरहेको थियो। अनि उहाँले पनि यति मिलनसार व्यक्ति यसरी साथीको बारेमा नकारात्मक कुरा सुनाउनुहुन्छ भन्ने पनि मलाई लागेको थिएन। तर उहाँले यस्तो मिठो सम्बन्धलाई अझै प्रगाढ गर्ने एउटा परीक्षा ल्याउनु भयो। हात मिलाउँ एकचोटि सबैजना। एकदम हो, यस्तो सम्बन्ध रहोस्। हजुर, म क्षमा प्रार्थी छु, किनभने तपाईँ एक दिनसम्म सुत्नु भएन, तपाईँले अन्यल हुनुभयो। भने कसैले कसैको बारेमा केही कुरा अभाव फैलाउँदैछ भने पहिला आफूलाई सोच्नुहोस्। भनिन्छ नि, कागले कान लग्यो भन्ने होइन कि आफ्नो पहिला कागको पछाडि दौड्ने होइन, आफ्नो कान समाएर मात्रै चेक गरेर मात्रै पछाडि दौड्नुहोस् भन्न चाहन्छु। हो कि होइन रहेछ भनेर दुईजना साथी बिच बसेर कन्भर्सेसन गर्नुहोस्। सुनाउने व्यक्तिलाई पनि कानमा समातेर ल्याउनुहोस् र हामीले जस्तै छिनोफानो गर्नु होला। र अन्त्यमा
हामीले जुन एउटा यो कल्पना गरेर बनाइएको छ यसको अर्थ हाम्रो द्वन्द्वात्मक कुनै पनि परिस्थिति होइन र यो समाजमा भएका घटनाहरूलाई सानो थोरै भए पनि केही सकारात्मक सन्देश दिन सकियोस् र समाजका हामीहरू अङ्ग भएकोले समाजमा केही बीजारोपण हुन सकोस् भन्ने नै हो। यो भिडियो हेरिदिनु भएमा धेरै धेरै धन्यवाद। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव प्रतिक्रिया सहित मन परे लाइक सेयर कमेन्ट गरिदिनु होला। आगामी दिनमा पनि तपाईँहरूले पक्कै पनि माया गर्नुहुनेछ भन्ने आशाका साथ बिदा हुन्छौँ हामी तीनैजनाबाट तर्फबाट नमस्कार धन्यवाद। सी यू नेक्स्ट भिडियो। थ्याङ्क यू। साथी भन्या केवल नाम हो, मनसँग मन जोडिने डोरी हो। सुखमा हाँसो दुखमा आँसु, एक अर्काको भरोसाको चोरी हो। हिँड्ने बाटो एउटै थियो, सपना पनि साझा थियो। संसारले जे भने मेरो चाहना त्यो होइन उहाँहरूको सम्बन्ध अझ प्रगाढ होस्, अझ सुमधुर सम्बन्ध होस् भन्ने चाहना हो। साँचो थियो तर कतैबाट आयो हावा शङ्काको बादल बोकेर कानमा